हेलो सबै साथीहरू। मैले एक दुईजना साथीहरू भनौँ चिनेको नजिकको मान्छे को मुखार बिन्दुबाट सदैव एउटा वाक्य श्रवण गरिरहेको हुन्छु। यो दुःख मलाई मात्र किन पर्छ, यतिका दुःख सङ्घर्षहरू मैले गरिरहेको छु, मलाई नै अप्ठ्यारो पर्छ, समस्या पर्छ, दुःख मलाई नै पर्छ। म त सधैँ मेरो यात्रा सधैँ ओह्रालीको मात्रै यात्रा रह्यो। उकाली कहिले मैले चढ्न पाइएन। मेरो जीवनको रेखा सदैव ओह्रालोतिर मात्रै तेर्सियो। जीवनमा सुख खुसी रमाइलो मैले कहिले पनि नपाउने भएँ भन्ने खालको उहाँको पीडाहरू मर्महरू सुनिन्छ। मैले चाहे जस्तो पुरा हुँदैन कहिले पनि, मैले खोजे जस्तो, रोजे जस्तो, सोचे जस्तो कहिल्यै हुँदैन। मैले एउटा सोच्छु अर्को भइदिन्छ। के गर्ने, यस्तै छ मेरो जीवन भन्ने खालका उहाँको एउटा गुनासो हुन्छ, दुखेसो हुन्छ, पीडाहरू चाहिँ उहाँले व्यक्त गर्नुहुन्छ। र यसमा मेरो आफ्नो बुझाइ के छ भने, एउटा शेक्सपियरको भनाइ याद आउँछ, म्यान पर्पोजेस गड डिस्पोजेस। मान्छेले एक खालको तयारी गरे हुन्छ, एक खालको सोचेको हुन्छ, एक खालको योजनाहरू बनाएको हुन्छ, तर भगवानको अर्कै खालको इच्छा हुन्छ, अर्कै खालको सोच हुन्छ। ती योजनाहरू को र अलमाइटी सर्वशक्तिमान भगवानको योजना छुट्टै हुन्छ। त्यसमा सामञ्जस्यता हुँदैन, एकरूपता हुँदैन, तादम्यता हुँदैन, पृथक हुन्छन्। एक हामी बनाउँछौँ भने उसले अर्को बनाएको हुन्छ। त्यो अति मार्मिक छ, म्यान पर्पोजेस गड डिस्पोजेस। र अर्को कुरो, सोचे जस्तो हुन्न जीवन, खोजे जस्तो हुन्न जीवन। जस्तो छ जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने एउटा गीत पनि छ, हामीले त्यो सुनिएको कुरा हो। अहिले सोचे जस्तो हुन्न जीवन, खोजे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ जीवन चाहिँ भन्ने जो गीत छ, तारादेवीले गाउनु भएको, त्यस्तै हो जीवन। अब जस्तो भोग्यो, जस्तो पर्यो आफ्नो विधाताले, जस्तो खालको फल प्राप्त भयो, त्यसमा नै रमाउनुपर्छ, रमाउन सक्नुपर्छ भन्ने छ। सबै सोचे जस्तो हुन्छ भन्ने छैन। सोचेर खोजे जस्तो भयो ठिक छ, भएन भने पनि ठिक छ। यसमा अर्को कुरा के याद आउँछ भने, अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन, सुप्रसिद्ध अभिनेता अमिताभ बच्चन, उनका पिता हरिवंश राय बच्चन अत्यन्त सुप्रसिद्ध भारतीय कवि। उहाँको दुईटा लाइन याद आइरहेको छ अहिले।
मन का हुआ तो अच्छा, मन का हुआ तो अच्छा, मन का ना हो तो और भी अच्छा। मनको भयो भने त ठिकै छ, त्यो त राम्रै भइगयो। मनको भएन भने त और भी अच्छा, होइन मनको भएन भने त झनै राम्रो। के छ फेरि अर्को के हुन्छ कि किन निराश हुने? आशा नै जीवन जिउने ठुलो आधार हो। नैराश्यताले, उदासीपनले, निराशापनले सही गन्तव्यतिर डुराउँदैन र जीवनको यो तितो यथार्थलाई पनि बुझ्नुपर्छ जस्तो लाग्छ। मनको भइगयो भने त मन का हुआ तो अच्छा, मन का ना हुआ तो और भी अच्छा। त्यो भावनाले जे छ ठिक छ, जे हुँदैछ ठिक हुँदैछ, जे हुनेछ ठिक हुनेछ भन्ने गीताको एउटा सार र अर्को कर्म गर फलको आशा नगर भन्ने गीताको चाहिँ मूल भाव हो। त्यस्तै गरेर गर्दै जाने है। भयो त ठिक छ, साथले दियो, भगवान्ले साथ दियो, आफूले होइन खोजे जस्तो भयो भने ठिकै छ। भएन भने पनि त्यसमा चित्त दुखेसो पीडा रोइलो गर्नुपर्ने, एकदम होइन निराश हुनुपर्ने त्यस्तो केही छैन जस्तो लाग्छ। जीवन जिउने एउटा दृष्टिकोण चाहिन्छ, जीवनलाई बुझ्ने एउटा सोच चाहिन्छ र यस्ता खालका सोचहरूले, विचारहरूले, यी खालका भावनाहरूले पक्कै पनि जीवन जिउन अलि सरल र सहज हुन्छ। त्यो भएर यो याद गरौँ, सबै कुरा सोचे जस्तो नहुन पनि सक्छ है। भयो त ठिक छ, नभए पनि और ठिक छ। हस्, थ्याङ्क यू।